गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो स्याटरडे भ्लग हो र म आज मेरो दिनभरिको काम हजुरहरूलाई देखाउँदैछु। र उठ्ने बित्तिकै मलाई जुनु म्यामले बोलाउनु भयो किनकि आज हाम्रो भक्का खाने दिन थियो र म चाहिँ एकदम लेट उठेको थिएँ। अनि त्यही भएर म फटाफट वासरुमतिर गएर हेयरहरू रेडी गरेर अनि मुखहरू पनि धोएँ र ब्रस पनि फटाफट गरेर म भक्का खानालाई जुनु म्यामकोमा गएँ र यो मेरो भक्का हो। हजुरहरूले पनि जाड महिनामा खानुहुन्छ कि हुँदैन मलाई एकचोटि कमेन्ट गरिदिनु होला। र दुध चिया र भक्कासँग मैले मेरो बिहानी सुरुवात गरेँ जहाँ चाहिँ हाम्रो सेवन्त दिदी पनि आउनुभएको थियो। त्यसपछि म फटाफट एक्सर्साइजतिर लागेँ किनकि मेरो दिनदिनै वेट चाहिँ गेन भइरहेको थियो है। अनि वेट त घटाउनु पऱ्यो अनि त्यही भएर आजकल मैले बिहान बिहान वर्कआउट गर्न थालेको छु। हजुरहरू पनि बिहान बिहान वर्कआउट गर्नुहुन्छ कि हुन्न एकचोटि मलाई कमेन्ट गर्नुहोला। र वर्कआउट मेरो सकिएपछि मैले पानीहरू खाएँ अनि अब वर्कआउट गरेपछि पानी त खानै पर्यो। त्यसपछि म स्किन केयरतिर लागेँ। बिहान बिहान म चाहिँ गुवासा पनि गर्छु। हजुरहरू गर्नुहुन्छ कि हुन्न है। यो चाहिँ हाम्रो स्किनको लागि एकदमै राम्रो हो त्यही भएर म गुवासा पनि गर्छु। अनि त्यसपछि मैले मेरो हेयरलाई पनि केयर गर्छु भनेर सोचेको थिएँ किनकि शनिबार मात्रै हो भ्याउने भनेको होइन फ्री टाइममा। त्यही भएर मैले मेरो हेयर केयर पनि गरेँ जसमा हेयर केयर त मैले गरिसकेँ। अनि त्यसपछि मेरो वासरुमतिर गएर कपडाहरू धुनु थियो नि त। अनि मेरो थोरै कपडाहरू मैले फटाफट धुएँ र कपडाहरू धोइसकेपछि चाहिँ म मेरो बेडरुममा मैले लुगाहरू सबै छरिरहेको थिएँ क्या। कति दिन 2-3 दिन भइसकेको थियो मिलाएर राखेको। अनि मैले चाहिँ मिलाएर अनि मेरो वासरुमहरू सबै क्लिन गरेँ किनकि अरू बेला त भ्याइँदैन। त्यही भएर स्याटरडे हो है, स्याटरडे त सबैले भ्याउने हो। त्यही भएर स्याटरडे मैले सबै मेरो रुमहरू स्टुडियोहरू सफा गर्नतिर लागेँ किनकि अब स्टुडियोहरू मैला हुँदाखेरि त राम्रो देखिँदैन नि त है। अनि त्यही भएर मैले सबै जति पनि स्टुडियोको कामहरू के कसो थियो होइन दिनभरि गाना सुनेर गाना बजाएर सबै सफा गरेँ। हजुरहरू पनि यो काम गर्दाखेरि चाहिँ गीतहरू बजाएर गर्नुहुन्छ कि हुन्न किनकि म चाहिँ गीत बजाएरै गर्छु किनकि गीतको तालमा काम गर्दाखेरि यसो काम गरेको र टाइम गएको थाहै हुँदैन। अनि त्यो काम गर्दा पनि अलग्गै भाइब्स आउँछ क्या, यति धेरै मजा आउँछ। अनि स्टुडियोको पछाडिपट्टि चाहिँ मैले थोरै मेरो फुलहरू पनि रोपेको छु किनकि मलाई फुलहरू रोप्नु एकदमै मनपर्छ। पहिला चाहिँ धेरै रोपेको थिएँ, आजकल चाहिँ मैले थोरै मात्रै रोपेको छु किनकि अब भ्याउँदिनँ नि त। स्टुडियो पनि मैले हेर्नुपर्ने हुन्छ अनि धेरै कामहरू हुन्छ। कामले गर्दा चाहिँ मैले फुलहरूलाई टाइम दिनै पाउँदिनँ। अनि त्यही भएर आज फ्री टाइम स्याटरडे चाहिँ मैले मेरो फुलहरूलाई धेरै भएको थियो नछोएको फुलहरू एकदमै हाँगा बिगाहरू आइसकेको थियो। अनि के कसो मिलाएर मैले मेरो फुलहरू मैले मिलाएँ। यो चाहिँ मेरो फुलको कलेक्सनहरू हो। हजुरहरूलाई पनि फुलहरू मनपर्छ कि मन पर्दैन एकचोटि कमेन्ट गर्नुहोला। यो चाहिँ मैले सबै इन्डोर प्लान्टहरू लिएको छु। तपाईँहरूसँग यो कलेक्सन छ कि छैन, मैले चाहिँ धेरै समयपछि यो कलेक्सन गरेको फुलहरू हो। फुलहरूलाई टाइम दिइसकेपछि मैले स्टुडियोको सामानहरूलाई पुछ्नेतिर लागेँ किनकि धेरै भएको थियो नपुछेको पनि है। अनि आफ्नै कामलाई नै मैले दार्यता दिएर फटाफट सबै कामहरू गरेँ। धुलै धुलो थियो अनि यो डस्टबिनमा पनि फोहोरहरू निकै जम्मा भइसकेको थियो। अनि मैले फटाफट यो डस्टबिनलाई पनि सफा गरेर फोहोर जति बोरामा हालेर गरेँ। एकै ठाउँ फोहोर राखेपछि त अलिकति फोहोर मैला पनि कम हुन्छ। अनि त्यसपछि म धेरै नै गलिसकेको थिएँ र एकछिन न्याप लिने सोचेँ। अनि त्यही भएर एकछिन म ढल्किएँ किनकि मेरो चाहिँ ब्याक पेन हुन्छ हो, साह्रै नै मलाई गाह्रो भइहाल्छ, धेरै बेर म काम गर्नु सक्दिनँ। अनि बिहान 11 बजीदेखि काम गरेको 2 नै बज्नु लागिसकेको थियो। अनि त्यसपछि म उठेँ है। अनि उठेपछि चाहिँ नुहाउनु पर्यो भनेर वासरुमतिर गएर नुहाएँ। अनि मेरो कपाललाई एकछिन घामतिर सुकाएँ किनकि चिसोको महिना छ, घाम चाहिन्छ नि त होइन। अनि बाहिर घाममा एकछिन बसेँ। अनि मलाई एकदमै भोक लागेकोले गर्दा चाहिँ यो चाहिँ मैले प्रोटिन खाने सोचेँ। अनि यो मेरो प्रोटिन चाहिँ के खाएको हो भनेर सोच्नुहुन्छ होला। यो चाहिँ एकदम नेचुरल प्रोडक्ट हो जसमा चाहिँ यो सातु जुन हामीले गाउँघरमा पनि खाइन्छ त्यो प्याकिङ भएर आएको थियो। एकदमै मिठो रहेछ। धेरै काम गरेकोले गर्दा कस्तो थाकेँ अनि म सुतेँ।
एकछिन सुतेर उठेपछि मोमो खानुको लागि म्यामले अफर गर्नुभएको थियो किनकि हाम्रो प्लानिङ अगाडिदेखि चलिरहेको थियो अनि बेलुकी हामी सबैजना भएर मोमो फटाफट बनाउनेतिर लाग्यौँ जसमा हाम्रो सेवन्त दिदी र अनुष्काले पनि हामीलाई हेल्प गरिरहेको थियो किनकि सबैको प्लानिङ थियो है अनि हामीले दिनभरिको कामले कस्तो मेरो ब्याक पेन भएको थियो क्या अनि मैले आर्यना र आयोनालाई युज गरेर चाहिँ एकदम मसाज चाहिँ आधी घन्टासम्म फटाफट रह्यो यो मसाज गर्दाखेरि उनीहरूलाई पनि एकदमै रमाइलो लागिरहेको थियो क्या मोमो पनि पाकिसकेको थियो र आजको स्याटरडे टाइम स्पेन्ड चाहिँ मैले यसरी गरेँ हजुरहरूले कसरी गर्नुभयो मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ